साथीहरू, सर्वोच्च अदालतले अबदेखि बीमा कम्पनीहरूले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न नपाउने स्पष्ट निर्देशन तथा आदेश दिएको छ। त्यसैगरी आजको भिडियोमा हामी सर्वोच्च अदालतले किन यस्तो निर्णय गर्यो, प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने तयारीमा रहेका बीमा कम्पनीहरूले अब के गर्छ, पहिला नै प्रिमियम मूल्यमा आइपिओ ल्याएका बीमा कम्पनीहरूको हकमा अब के हुन्छ र भविष्यमा आइपिओ भर्ने लगानीकर्ताहरूलाई यस निर्णयबाट के फाइदा हुन्छ। आजको भिडियोमा हामीले सर्वोच्च अदालतको यो महत्त्वपूर्ण निर्णयलाई सरल भाषा र तथ्यका आधारमा बुझ्नेछौँ। त्यसैले यदि तपाईँ पनि आइपिओमा नियमित लगानी गर्नुहुन्छ भने यो भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेरी सम्पूर्ण जानकारी प्राप्त गर्नुहोला। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानल नेप्से डेली अपडेट्समा। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीसँग जोडिन र शेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नुहोला। हस्त सुरु गरौँ। साथीहरू, सबैभन्दा पहिला यो निर्णय वास्तवमा के हो भन्ने बारेमा बुझौँ। सर्वोच्च अदालतले अबदेखि बीमा कम्पनीहरूले सर्वसाधारणलाई प्रिमियम प्राइसमा आइपिओ बिक्री गर्न नपाउने स्पष्ट निर्देशन दिएको छ। यसको अर्थ यदि अब कुनै बीमा कम्पनीले आइपिओ ल्याउँछ भने त्यो आइपिओ अंकित मूल्य अर्थात् रु 100 मै जारी गर्नुपर्ने अवस्था आउन सक्छ। यो निर्णय सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट आएको हो। साथीहरू, यो सम्पूर्ण विवाद हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपिओबाट सुरु भएको हो। कम्पनीले आफ्ना संस्थापक शेयरधनीलाई भने प्रति शेयर रु 100 मा शेयर दिएको थियो, तर सर्वसाधारणलाई भने रु 206 मा आइपिओ बिक्री गरियो, अर्थात् रु 100 अंकित मूल्यमा थप रु 100 प्रिमियम जोडेर आइपिओ जारी गरिएको थियो। यही विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। अब धेरै साथीहरूको मनमा एउटा प्रश्न आउन सक्छ, यदि अदालतले प्रिमियममा आइपिओ ल्याउन नपाइने भन्यो भने हिमालयन रिइन्स्योरेन्सको आइपिओ किन रद्द भएन? यसको कारण निकै सरल छ साथीहरू। जब यो मुद्दाको अन्तिम फैसला आयो त्यति बेलासम्म कम्पनीको आइपिओ निष्कासन भइसकेको थियो, शेयर बाँडफाँड पनि सम्पन्न भइसकेको थियो र दोस्रो बजारमा कारोबारको प्रक्रिया पनि अघि बढिसकेको थियो। त्यसैले अदालतले यो आइपिओलाई रद्द गर्ने आदेश दिएन, तर अबदेखि यस्तो प्रक्रिया दोहोरिन नपाओस् भनेर स्पष्ट निर्देशन भने जारी गरिएको छ। अब धेरै साथीहरूको प्रश्न, अदालतले किन प्रिमियम आइपिओ रोक्नुपर्ने निर्णय गर्यो? यसको मुख्य कारण बीमा ऐन 2079 हो। बीमा ऐनको दफा 45 को 5 मा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि बीमा कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्दा अंकित मूल्य बराबरको रकम मात्रै लिनुपर्ने व्यवस्था छ। अर्थात् यदि शेयरको अंकित मूल्य रु 100 हो भने सर्वसाधारणबाट पनि रु 100 नै लिनुपर्ने अदालतको व्याख्या छ। साथीहरू, सर्वोच्च अदालतको अनुसार बीमा ऐन एउटा विशेष कानून यानि कि स्पेशल ल भएकाले कम्पनी ऐन वा अन्य सामान्य नियमले यसलाई परिवर्तन गर्न सक्दैन। यही कारणले अदालतले नेपाल धितोपत्र बोर्ड 7 र नेपाल बीमा प्राधिकरणले प्रिमियममा आइपिओ जारी गर्न दिएको अनुमति कानून अनुसार सही नभएको ठहर गरिएको हो। अब अर्को महत्त्वपूर्ण प्रश्न, हिमालयन रिइन्स्योरेन्सले प्रिमियमबाट उठाएको रकम अब के हुन्छ? धेरैलाई लाग्न सक्छ अब त्यो रकम लगानीकर्ताहरूलाई फिर्ता हुन्छ कि, तर होइन। सर्वोच्च अदालतले रकम फिर्ता गर्न भनेको छैन, बरु त्यो प्रिमियम रकमलाई कम्पनीको छुट्टै प्रिमियम अकाउन्टमा राखेर कम्पनी ऐन र बीमा ऐन अनुसार रिजर्भ फन्ड यानि कि जगेडा कोषमा राख्न निर्देशन दिएको छ। यसका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण र हिमालयन रिइन्स्योरेन्स तीनटै पक्षले आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ। साथीहरू, अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यस निर्णयको असर भविष्यमा आउने आइपिओहरूमा के पर्छ? यदि सर्वोच्च अदालतको निर्देशन पूर्ण रूपमा कार्यान्वयन भयो भने अब आउने बीमा कम्पनीहरूले प्रिमियम प्राइसमा आइपिओ ल्याउन निकै कठिन हुन सक्छ। यसको अर्थ भविष्यमा बीमा कम्पनीहरूको आइपिओ अंकित मूल्य अर्थात् रु 100 मै आउन सक्ने सम्भावना बढेको छ। तर साथीहरू, यसको अन्तिम कार्यान्वयन भने नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले आगामी दिनमा कसरी गर्छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहनेछ। साथीहरू, अब कुरा गरौँ यस निर्णयबाट लगानीकर्ताहरूलाई के फाइदा हुन सक्छ। यदि सर्वोच्च अदालतको यो निर्णय आगामी दिनमा पूर्ण रूपमा कार्यान्वयन भयो र बीमा कम्पनीहरूले वास्तवमा रु 100 अंकित मूल्यमै आइपिओ ल्याउन थाल्यो भने यसबाट विशेष गरी साना लगानीकर्ताहरूलाई फाइदा हुन सक्छ, किनभने प्रिमियम मूल्य तिर्नुपर्ने अतिरिक्त भार नहुने भएकाले कम पुँजी भएका लगानीकर्ताहरूले पनि सहज रूपमा आइपिओमा आवेदन दिन सक्नेछन्। साथै सबै लगानीकर्ताहरूले एउटै मूल्यमा आइपिओ प्राप्त गर्ने भएकाले निष्पक्षता पनि थप मजबुत हुने अपेक्षा गर्न सकिन्छ। तर साथीहरू, यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्न आवश्यक छ, यो निर्णय सबै कम्पनीको आइपिओमा स्वतः लागू भएको होइन। सर्वोच्च अदालतको अहिलेको निर्देशन बीमा कम्पनीको आइपिओ सम्बन्धी विषयमा केन्द्रित छ। त्यसैले अहिले नै अन्य क्षेत्रका कम्पनीहरूले
प्रिमियम मूल्यमा आइपिओ ल्याउन पाउँदैन भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन। आगामी दिनमा नेपाल धितोपत्र बोर्ड 7 र सम्बन्धित नियामक निकायले यस विषयलाई कसरी कार्यान्वयन गर्छ भन्ने विषय पनि नजिकबाट हेर्नुपर्ने हुन्छ। साथीहरू, तपाईहरुलाई के लाग्छ? सर्वोच्च अदालतको यो निर्णय सही हो कि होइन? अब बीमा कम्पनीको आइपिओ सधैँ रु 100 अङ्कित मूल्यमै आउनुपर्छ वा प्रिमियममा आइपिओ निष्कासन गर्ने व्यवस्था पनि आवश्यक छ? तपाईको आफ्नो विचार तल कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला। तपाईको विचार हामी र अन्य लगानीकर्ताहरूको लागि पनि महत्त्वपूर्ण हुनेछ। यदि आजको भिडियो उपयोगी लागेमा लाइक गर्नुहोला, साथीहरुमा शेयर गर्नुहोला र शेयर बजारसँग रिलेटेड यस्तै नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नुहोला। फेरि पनि अर्को नयाँ भिडियोमा नयाँ अपडेटका साथ उपस्थित हुने नै छौं। धन्यवाद।